अहिलेको अपोजिटमा मेरो हालत खराब भइसक्यो यहाँ बसेर यो सबै सफा गर्नुपर्ने छ सिनिक्क पारेर यतापट्टि टेबल भइहाल्यो भुइँ बढाल्नु छ अन्त फ्रिज सानक सिनिक पारेर अब रुममा जान्छु अन्त एकछिन रेस्ट लिएर अनि फेरि तपाईँहरूसँग अवश्य भेट्ने नै छु मैले चाहिँ हिजो भिडियो लाइक मैले गरिनँ बेलुकी जस्तै कति हेलो एभ्रीबडी वेलकम ब्याक फेरि पनि मेरो अर्को नयाँ भिडियोमा इट्स मी अस्मिता साके फेरि नयाँ भिडियोको साथ चाहिँ उपस्थित भइसकेको छु साथीहरू अनि आज चाहिँ मैले सिटिङ रुमबाट स्टार्ट गर्दैछु अनि आज चाहिँ हो हाम्रो मचिन्द्रनाथको भोज छ त्यसैले चाहिँ म र बहिनी चाहिँ जानु लागेको छौँ अन्त फेरि यता छिमेकी दिदीको बहिनीको पनि छोरीको पनि लाइक बेल बिबाको त्यो कार्यक्रम रहेछ हो अन्त मम्मी र बाबा चाहिँ त्यो जाने हुन्छ मम्मीहरू चाहिँ एकछिन जानुहुन्छ म र बहिनी चाहिँ अब त्यहाँ जाँदैछौँ साथीहरू सो के कस्तो हुन्छ हजुरलाई त्यही नै देखाउँछ त्यस्तो कि त हुँदैन त्यो खानपिन कार्यक्रम हो हाम्रो त सो ओके साथीहरू म चाहिँ जाँदैछु अनि आजको मेरो आउटफिट यही हो ब्याग पोकेको छ पिङ्क कलरको अनि यो रेड र वाइटको यो वान पिस लगाएको छ साथीहरू यो चाहिँ मेरो दिदीले किनिदिनु भएको अन्त ब्रेसलेट द्याट्स इट हल्का मेकअप ओके साथीहरू अब चाहिँ म जानुपर्ने हुन्छ ओके सी यु एकछिनमा बाई बाई लभ यु बाई बाई कस्तो भइरहेको भयो साथीहरू यसरी पैसा होइन मसँग ल्याउनु मसँग त छैन पेट्रोल हाल्ने पैसा मात्रै छ क्युआर गर्छु मसँग छैन भोको माग्थे कि क्या हो पेट्रोल हाल्ने चाहिँ किन ढाड्नु 225 रुपियाँ दिनु न म जस्तो भाग्यमानी कोही छैन र गाइस तर मलाई लोदर भन्ने चाहिँ लोदर मै छु हौ हामी त लाग्छ टाइम अझै 1-1.5 घन्टा त्यहाँ आउनुहुन्छ गफ गर्नु पर्यो एकछिन कहाँ अनि ठाउँको ठाउँ अनि हिँडिहाल्नु अनि होइन त साथीहरू मेरो पनि भेटेन कपालमा लाउने रुमाल पनि सो गाइस मम्मी त त्यहाँ बसिरहेछ मम्मी बाई कस्तो रिस उठ्दो बोल्छ बाई अरे हो अझै अब तन्न पैसा कमाऊ अनि यहाँ बसेर लगानी गरेर काम गर्ने अनि आऊ भनेको नि सन्देश अस्ति बालेन जित्यो भने नेपाल आउने भनेको आएन भनेको नि जितेर मात्र भाग पाउँदैन भने नि यहाँ आएर काम हुनु पर्यो नि अनि ऊ मात्र बालेन जितेर बालेनले भाग पाउनु ल्याउने हो र अन्त अब राम्रोसँग पढ्न सिध्याऊ अनि राम्रो काम गरेर पैसा कमाऊ पैसा कमाएर अनि 4-5 वर्ष बसेर अनि यहाँ लगानी गर्ने काम गर्ने नि आऊ भनेको नि अघि गलिरहेको हजुर आयो बुढो भएपछि प्रमाणित गरेको
अहिलेको अपोजिटमा कति मान्छे 200 आज भुजेको दिन कोले नखट्या बोलाएको छ कि छैन भनेर क्या नखट्या बोलाएको छ नखट्या बोलाएको ठाउँमै झिङ्गा भोजे चाहिँ झिङ्गा थपाइ राख्नु है हामीलाई नखट्या बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद मैले थपाइ छैन ढल्छ अनि चुरामाथि अलिअलि बडीले बडी भन्नु न अब बडी खाना राखेको ग्लास त प्याक गर्नु भएर मलाई टाउको दिदी मैले खाएर नि फेभरेट के हो थाहा छ डिस हो ए हल्कामा सधैँ मनपर्छ मलाई के रे आलु छोइला पुडी साग सबै भेट्न हाल्ने वल्ला गर्नु भने वाला वाला गर्नुभयो छोइला चाहिँ त्यो किचनमा उभिराखेको वाला वाला पनि काम गर्ने नाटक गरेको हैन यो जहिले नाटक देखाएको त साच्चै पकाएको के गराइसक्यो नि पनि उता फर्केर उभिराखेको क्या ब्रान्ड हो ब्रान्ड त्यो 12 मा हालेको चाहिँ अलिकति खान्छ नेवार ब्रान्ड हो अरे नेवार ब्रान्ड हो कि के ब्रान्ड हो एक टुक्रा चाहिँ खान्छ नेटे टिकेन खिर पनि खाँदैन नढोका पर्दैन के पिरो छ मलाई दही दिनुस् न पिरो के छ भरि पिरो गरे के पिरो भयो अचार खुर्सानी त्यो टोके सबै पिरो भयो छोइला यो त खाएर दही मागेर ठिकै छ त्यस्तो खासै पिरो छैन त्यो कसले भने बर्बाद भएछ त कुन बुझ्यो ठाउँ बनाइदिएछ त ब्रान्ड हो ब्रान्ड भनेर नेवारी झामी ब्रान्ड हामी हेरे माइकल ज्याक्सन भयो जुन सिक्नु भएकोले फेर्न देख्न तर्सिसक्यो म त तर्सेको भने नि मेरो हालत खराब भइसक्यो यहाँ बसेर भयो अनि अनारस र रोड चाहिँ चाहिन्छ उहाँ त जे पनि जोडिन्छ कान्छी कान्छी माथि हो कहाँ गएको बस भनेको तिमीलाई रुममा कहाँ निक्लेर गएको मान्छे हराउँछ है कसो नाच्ने हो त दादा नाचेको देख्यो अघि च्यान्दुन च्याम्मा कसो नाच्नु भयो यसो गर्दै नाचेको नि गर्दै र बोजूको यहाँ रुख काटेको अरे बाबुले कति म गएँ ल भाइ किन चाँड है अब जाने घरमा कोही छैन हजुर भ्लग किन भन्नु है भ्लग भइरहेछ भ्लग भइहालेछ अब जाने घरमा फुलमा पानीहरू हाल्नु छ
कता कुखुरा पालेछ रे त्यो बाउले बाइक लिएर आएको स्कुटर कुखुरा ए बाबाले कुखुरा कति कति अब पालेछ लोकल कुखुरा हो कि काली भन्ने के हो लोकल पनि छ काली चक्की होला जेसुकै पालोस् हामीलाई खुवाउँदैन हामीले जान्छु ल बस्नु गएँ ल म जेसुकै पालोस् अब हामीलाई बडा गएँ हामीलाई हजुर हजुर अघि खाएको त पुग्यो त्यही त 6 बजेपछि त खाँदै खाँदैन नि ल गयो बाई बाई बजे गएँ भाइ ल हिँड कहाँ गयो है हामी अघि नै आएको आउनु हुँदैन मेरो बाउ आज खोइ चाबी लियो यति खाएको नि कस्तो हिँडेको काकी के खोजेको अहिले आएको अघि आएको अनि कता हिँडेको गएर त्यो फुलमा पानीहरू लाउनु छ कि मम्मीले काम अर्कै भोजमा जानुभयो कि त्यही भएर अर्कै भोजमा त्यो आज नानी घर छेउको नानीको बेल बिवाको भोज रहेछ कि अनि बाई गए बढी बाई सानो बाई बढी बाई भाउजू बाई बाई सानो बाई गए बढी भने कतिखेर आउनुहुन्छ सुतिरहेको छ कि यिनीहरू चाहिँ कोही पनि छैन रहेछ है म त भाइहरू छ भनेको त ल गएँ बढी बस्नुहोस् न अब हामी चाहिँ फर्केको घरतिर यस्तो भइसक्यो अघि कतिखेर आएको हामी ल गर्नु न म अघि आएको र म सुत्नु जाने भनेको यो मामाले मलाई बिहान राति 9 बजे हस्पिटल लाँदैछ के गर्नु जानै पर्यो है कपाल घुम्न थालिसकेको अन्त अहिले चाहिँ म यहाँ तल छु अब चाहिँ हस्पिटल वी आर गोइङ अब कुन हस्पिटल मलाई ठ्याक्क मुखमा चाहिँ आउँदैन त ठ्याक्कै वीर हस्पिटलको अपोजिट छ क्या हस्पिटल म एकचोटि गएको हो एक दिन चाहिँ बसेको अन्त मामालाई थाहा छैन रे सो अन्त म चाहिँ जाँदैछु त्यतिखेर है त राखेँ ल अहिले एकछिनमा भेट्छु मलाई चाहिँ नदेखाएको सो त्यही हो अरू त के भन्नु अनि अब हस्पिटलमा चाहिँ मामाको आफन्त भन्नाले नि घरबेटीलाई चाहिँ राखेको छ अरे सो म चाहिँ साथी मात्र हिँडेको सो अब जाँदैछु सी यू गाइस हस्पिटल आएको पानी पर्यो हाउ टु गो होम नाउ आमा घर कसो जाने हो घर अब जानुपर्छ बिरामी छ बिरामी जानुपर्छ पानी पर्यो साथीहरू एकैछिनमा पो त गाइस अब चाहिँ हामी चाहिँ हस्पिटल आइसक्यो होइन अन्त मैले चाहिँ अब भित्र चाहिँ नि त भिडियो गरिनँ किनभने अब हुन्छ हस्पिटलको आफ्नो रुल्स हुन्छ नि त भिडियो गर्नु मिल्दैन सो मैले चाहिँ हस्पिटलको भिडियो गरेको छैन अनि भित्र धेरैजना भएर चाहिँ भिडियो गर्न दिएन अन्त हामी चाहिँ बाहिर बसिरहेको थियो बसेको मात्रै साथीहरू के भयो भन्नु न पानी पर्यो अब घर कसरी जाने एकछिनको लागि आएको पानी यसरी पर्यो अब वाट टु डु गाइस अन्त पानी परेको लुक देखाउँछु पानी परेको अब यस्तो पानी परेको छ हो यसरी पानी परेको छ घर कसरी जाने कसरी जाने गाइस यो चाहिँ मलाई खतम गरिदिन्छ म एकछिनको लागि आएको पानी पर्यो अब सो के गाइस सी यू एकछिनमा आई विल गिभ माई अपडेट म कतिखेर जान्छु के गर्छु भनेर सो यो भ्लग चाहिँ अब कहिले लिनुहुन्छ आई डोन्ट नो साथीहरू ओके सी यू एकछिनमा कि त भोलि बिहान है सो हेलो गाइस मैले चाहिँ हिजो भिडियो लाइक मैले गरिनँ बेलुकी यस्तै कति 9 बजीतिर म घर फर्केँ छ्यामा र मामा चाहिँ अलिक बिस्तारमा आउनुभयो म चाहिँ छिटो आएन एकदम पानी परेको थियो अनि म चाहिँ एकदम रसमा आएँ क्या मलाई अति रिस उठेको थियो नि त यस्तो छिटो आयो कि साथीहरू पुरै लुगाहरू भिजेको थियो कपाल पनि पुरै भिजेको थियो अहिले त सुक्यो हो आँखा पनि देख्नु सक्नुहुन्छ सुनिरहेको छ हो न सो त्यहाँ गयौँ होइन अन्त चाहिँ भित्र मान्छे हेऱ्यौँ अन्त मैले फोटो भिडियो लिइनँ क्या मलाई अब कस्तो नराम्रो लाग्यो प्लस अनि त्यहाँनिर फोटो भिडियो लिनु अलाउड पनि रहेछ नि त हस्पिटल मैले बिर्सेँ लिनु मिल्दैन भन्नाले पनि
मलाई कस्तो कस्तो लाग्यो अप्ठ्यारो लाग्यो नि मैले लिइनँ क्या फोटोहरू भिडियोहरू अन्त चाहिँ धेरै 5-6 जना थियो होइन नि गार्ड आएर नि हामीलाई त्यहाँबाट निकाल्यो बाहिर जानुहोस् एकजना मात्रै बस्नु भनेर भन्यो क्या अनि हि वाज स्पिकिङ सो रुडली क्या मलाई यस्तो रिस उठेको होइन क्या क्यान से सफ्ट वेमा एकजना मात्रै बस्नुहोस् होइन हामी चाहियो भने बोलाउँछौँ भन्नु पनि सकिन्छ नि त कतिजना बसेको निक्लिनुहोस् यहाँनिर गाह्रो हुन्छ अरे बिरामीलाई एकजना मात्रै बस्नु हामी पऱ्यो भने चाहियो भने बोलाउँछौँ भनेर चाहिँ भन्यो हो अनि म त फर्स्टमै निक्ल्यो अनि ठ्याक्कै बाहिर मात्रै गेट बाहिर पुगेको होइन लाइक हस्पिटलको त वार्डबाट फर्स्ट तलको ग्राउन्ड फ्लोरमै थियो अनि वार्डबाट निक्लिने बित्तिकै कस्तो ठुलो क्या पुरा हुरी र पानी चाहिँ आउँदै थियो क्या अनि सुरुमा त हुरी मात्रै आयो होइन पछि त भल्ला पानी त पर्नु थाल्यो काठमाडौँमा त घर आउँदा चाहिँ यता चाहिँ परेको थिएन हाम्रोतिर चाहिँ अनि त्यसपछि पानी पर्नु थाल्यो है अन्त म त ल अनि कसरी घर जानु अब भइरहेको थियो होइन अनि ठिक्क बाहिर गइसक्यो कान्छी पुस्नु अनि पानी पर्यो होइन अनि त्यसपछि सरी ब्याकग्राउन्डमा हल्ला छ साथीहरू अनि त्यसपछि पुरा पानी पर्यो अनि त्यसपछि दाइसँग अलिअलि झगडा पर्यो होइन त्यहीँनिर पसलमा लाइक त्यो काममा के भन्छ त्यो उमा हुँदाखेरि लाइक त्यो हस्पिटलमा हुँदाखेरि के भन्नुभयो क्या मलाई अन्त म रिसको झोकमा चल्दै अनि आएँ अनि आएर हात मुख सुख धोएर होइन लुगासुगा फेरेर म सुतेँ साथीहरू अन्त मैले चाहिँ बिहान स्टार्ट गर्दैछु हो अन्त आज चाहिँ अब खोइ के बनाऊँ भनेर सोच्दैछु अब म चाहिँ खाना गराउँछु साथीहरू पुलाउ बनाऊँ भनेर गाइस मैले चाहिँ यहाँनिर आज पुलाउ बनाउँछु भनेर यो चाहिँ काटिसकेको छु होइन अन्त यहाँ चामल पनि छ हो लाइक पुलाउ राइस पनि छ बनाऊँ कि भनेर सोच्दैछु अब मासु मम्मीले खाँदैन त्यही भएर म चाहिँ अब तरकारी जाँदैछु मासु अब सुँगुर र कुखुराको त खानु हुँदैन भनेको छ नि त त्यही अहिले हाम्रोमा चाहिँ खाएन त्यति धेरै अनि दाल चाहिँ अलरेडी छ हिजो नै पकाएको थिएँ हो यसरी पकाएर राख्छु क्या म चाहिँ आधी अनि बहिनी भुइँ पुस्दैछ मम्मी भित्र रुम सफा गर्दै मेरो चाहिँ खाना पकाउने ड्युटी हो सो म चाहिँ सब्जी लिन जान्छु साथीहरू एन्ड आई गिभ यु अपडेट्स है ओके ल टिल देन बाई बाई सी एकछिनमा यस्तो भइरहेछ त बाहिर चाहिँ यतिको घाम चराहरू पुरा ला के भयो ओके गाइज सी यु एकछिनमा यो सबै सफा गर्नुपर्ने छ सिनिक्क पारेर यतापट्टि टेबल भइहाल्यो भुइँ बढाल्नु छ अन्त फ्रिजहरू सफा गर्नुपर्ने छ हो इस फ्रिज सफा गर्नुपर्ने छ नि साथीहरू हाम्रो चाहिँ दिन यसरी गइरहेको छ हजुरको चाहिँ कसरी गइरहेको छ होइन अनि जब सानक सिनिक पारेर अब रुममा जान्छु अनि त्यसपछि एकछिन रेस्ट लिएर अनि फेरि तपाईँहरूसँग अवश्य भेट्ने नै छु फर्स्ट अफ अल चाहिँ अब यहाँ क्लिन गरिसकेर म तपाईँलाई चटक्क देखाउँछु कि मेरो किचन चाहिँ कस्तोमा परिवर्तन भएको छ भनेर कान्छी पनि आई ह्याप्पीलाई खाना दिएर अब चाहिँ हामी काम सुरु गर्नुपर्ने हुन्छ ढिलो नगरिकन साथीहरू सके सी एकछिनमा चित्तै बुझेन मैले चाहिँ फेरि भिडियो यो है यस्तो फोहोर भयो त साथीहरू हेर्नु है तर यो सामान पुगेर यस्तो भएको यति धेरै फोहोर छैन है फेरि अरू त सफै छ हेर्दै सो अनि यति बाँकी छ धन्दा यति सक्यो अन्त बहिनीले चाहिँ यता पुस्यो ग्यास पुसेर उता थन्काइसक्यौँ हो अन्त अब यो फ्रिजको सामान चाहिँ निकालेको हामीले अनि हजुरहरूलाई पनि देखाइदिउँ न भनेर अनि त्यो सामान बाँकी छ बत्ती गयो ए होइन बत्ती गयो मैले मारेको सो अनि हाम्रो साथीहरू यस्तै चल्दैछ है यो मैले मोमोको लागि अस्ति अचार बनाएको थिएँ तर खाएन मोमो धेरै अचार पनि यत्तिकै भइरहेछ त्यो निस्किँदैन हौ निकाल्दै रहेछ अब यताको निकाल्नु न हो त्यो बहिनीले चाहिँ योहरू पुस्यो ग्यास पुस्यो अन्त मैले चाहिँ धन्दा गरी किनकि धन्दा ठुल्ठुलो थियो नि त त्यही भएर सो यो मेरो रोटीको पिठो साथीहरू ल भेटौँ है त हाम्रो चाहिँ काम जारी छ साथीहरू अब सबै देखाउनु थाल्यौँ भिडियो एकदमै मच लामो हुन्छ त्यही भएर त्यो एकछिनमा भन्नु पाएँ भनेर अरूलाई कसरी भन्छु ड्याडीले म सुन्नु सक्दैन यो कुरा गाइज हाम्रो क्लिन भइसक्यो किचन लास्ट बडाल कुडाल कान्छीले गर्दैछ हो बाउको यस्तो छ पारा
मम्मी आए आनन्द मस्त पारामा टिकटक सो अन्त यहाँ सक्यो साथीहरू हाम्रो किचन यसरी सिटिक्क भइसकेको छ फ्रिज पनि देख्न सक्नुहुन्छ अन्त सबै क्लियर कान्छी यिनीहरू राख अब चाहिँ साथीहरू कान्छी यो तेल र कायो लिएर आऊ तल झरेको साथीहरू अब त्यो रुम पनि अलिअलि सफा गर्छु अब हाम्रो काम त्यति सक्यो अब एकछिनमा फुल हाल्नुमा पानी हाल्नुपर्छ होला कान्छीको काम चाहिँ झरे 5 बजीतिर बहिनी आइकन धेरै हेल्प भएछ मलाई अन्त म एक्लैले पनि 1 बजे पनि सघाउँछु ए अन्त म चाहिँ यही लगाएर आइदिएको कान्छी एप्रोन लुगा यस्तो भिजे है सो अनि आज चाहिँ म जुत्ता चप्पलहरू धुनु भन्दैछु तर अहिले धुँदिनँ एकछिनमा मात्रै धुनु पर्ला बिहान चाहिँ आज उठ्नु ढिलो भयो नि त हामी अन्त रुम यत्तिकै छ सो अब यो कोठा मिलाउनु साथीहरू एकछिन चाहिँ म खुट्टाको रेस्ट गर्छु टिल देन गाइज बाई अब रुम सुम मिलाएर म हजुरसँग भेट्ने छु अनि आज खोइ के गर्नु भिडियो बनाऊँ कि भनेर सोच्दैछु अर्को च्यानलको लागि सो थाहा पाइहाल्नुहुन्छ मैले के गर्छु भनेर त्यो दिनजेलको लागि चाहिँ बाई बाई